2000 रुपैयाँबाट 50,000 रुपैयाँ के तपाईँ विश्वास गर्नुहुन्छ? गर्नुहुँदैन भनेपछि म तपाईँहरूलाई चाहिँ प्रुफसहित देखाउँदैछु होइन। मैले चाहिँ लगभग 2000 रुपैयाँबाट लगभग 55,000 सम्म बनाएको छु। यो कुनै एउटा सर्टकटवाला खेल होइन, यो एउटा रियल प्रुफसहित देखाउँछु म तपाईँहरूलाई चाहिँ। म चाहिँ कुरा गरिरहेको छु स्टक मार्केटको बारेमा, नेपालको स्टक मार्केटको बारेमा होइन। तपाईँहरूलाई यसमा पढ्नुपर्ने नाना थरी के सिक्नुपर्ने जरुरत छैन होइन। यदि तपाईँ स्टुडेन्ट हुनुहुन्छ, यदि तपाईँ सानोतिनो जबमा हुनुहुन्छ अथवा घरतिरै केही गर्नु हुँदैन भने पनि तपाईँहरूको लागि नर्मल्ली 1000 रुपैयाँ त हामी सबैसँग हुन्छ होइन। त्यो 1000 रुपैयाँको चाहिँ 25,000 बनाउने मौकाहरू बजारमा छ है त। सो म कुरा गरिरहेको छु स्टक मार्केटको बारेमा। तपाईँहरू सबैलाई थाहा छ, प्रायलाई थाहा छ नेपालमा, तर अझै पनि एकदमै कम मान्छे हुनुहुन्छ जसलाई चाहिँ स्टक मार्केटको बारेमा राम्रोसँग थाहा छैन। र मलाई पनि थाहा थिएन। म विदेश आउनुभन्दा अगाडि नेपालमा पनि मैले गर्थेँ त्यो गर्नु चाहिँ, तर विदेश आइसकेपछि चाहिँ म एकदमै एक्टिभली लागिरहेको छु यसमा चाहिँ। मैले सिकि पनि रहेको छु होइन। सो अब यस्तै डिपली पनि जानु पर्दैन, तपाईँहरूलाई चाहिँ यत्रो दुःख पनि गर्नु पर्दैन। नर्मली 1000 रुपैयाँ छ तपाईँसँग भनेपछि चाहिँ नै तपाईँहरूले चाहिँ डिफ्रेन्ट कम्पनीहरूको चाहिँ आइपिओहरू आउँदैछ अब होइन। अब तपाईँले आइपिओ भनेको के हो भन्नुहुन्छ भनेपछि नर्मल्ली अहिले युट्युबमा चाहिँ तपाईँहरूले थुप्रै भिडियो हेर्न सक्नुहुन्छ, सबैले हालिरहेको हुन्छ आइपिओको बारेमा होइन। आइपिओ भनेको कम्पनीहरूले सुरुमा चाहिँ आफ्नो क्यापिटल पैसा उठाउनको लागि चाहिँ आफूसँग भएको सेयरहरू चाहिँ टुक्रा टुक्रा पारेर बाँडेर चाहिँ पब्लिकहरूलाई दिन्छ र पब्लिकबाट चाहिँ एक किताको लगभग 100 रुपैयाँमा हामीले चाहिँ लगभग 10 किताभन्दा तल चाहिँ भर्नु पाउँदैनौँ, लगभग 1000 रुपैयाँ इन्भेस्ट चाहिँ गर्ने मौका दिन्छ। तर अहिले चाहिँ कस्तो छ भनेदेखि बजारमा माहौल अहिले मान्छेहरू एकदमै धेरै भइसक्यो क्या होइन। मान्छेहरू चाहिँ अहिले आइपिओ भर्ने मान्छे एकदमै धेरै छन्। सो अब चाहिँ आइपिओ पढ्नु पनि एउटा लक होइन, एउटा किस्मतको कुरा भइसकेको छ अब चाहिँ होइन। सो त्यही किस्मतले गर्दा नै अब मेरो चाहिँ 2000 रुपैयाँ आज 54,000 भएको छ। मेरो चाहिँ अब मेरो बुवाकोबाट चाहिँ भरेको थिएँ र मेरो पनि भरेको थिएँ। त्योबाट चाहिँ लगभग 2जना बुवा छोराको गरेर चाहिँ 20 किताको चाहिँ आज लगभग 55,000 सम्म भएको छ पैसा चाहिँ। सो अब तपाईँहरूलाई चाहिँ म देखाउँछु। मैले मेरो कम्प्युटर चाहिँ ड्यासबोर्ड ओपन गरेर राखेको छु होइन। गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनी भनेर भनेको छ। यो तपाईँहरू देख्न सक्नुहुन्छ एलटिपी भनेको चाहिँ यो पैसा हो है त, 27,111 रुपैयाँ। आज चाहिँ 5%ले ग्रो भएको छ, बढेको छ। अब तपाईँको चाहिँ आज यसको अल टाइम हाई हेर्नुहुन्छ भनेपछि चाहिँ अल टाइम हाई चाहिँ यहाँ छ 27,78 रुपैयाँ चाहिँ माथि सबभन्दा धेरै पुगेको चाहिँ यो 301 रुपैयाँबाट बढेर होइन। हामीले चाहिँ आइपिओ भर्दाखेरि ओपनिङ चाहिँ यो 300 रुपैयाँबाट भएको थियो। 1000को चाहिँ आज 27,000 रुपैयाँ भएको छ क्या होइन, 27,000 रुपैयाँ भएको छ। यस्तो एउटा यो सानो कुरा होइन। अब यो चाहिँ किस्मतले नै पढ्नुपर्ने हुन्छ आजभोलि चाहिँ आइपिओहरू चाहिँ होइन। अब यो तपाईँहरूले देखिसक्नुभयो 2700 रुपैयाँ भनेपछि 10 किताब भनेपछि अब यसलाई गुणन गर्नुभयो भनेपछि मल्टिप्लाई गर्नुभयो भनेपछि 27,000 रुपैयाँ आउँछ है त। सो यही हो। अब कम्पनीहरू चाहिँ तपाईँहरूले अब धेरै दुःख पनि गर्नु पर्दैन। नर्मल्ली आइपिओहरू खोलिरहेको हुन्छ होइन, कम्पनीहरूले आइपिओ खोलिरहेको हुन्छ। अझै पनि धेरै आउन बाँकी छ, धेरै जसो गइसकेको छ, अझै पनि एकदमै पाइपलाइनमा एकदमै धेरै छ। सो मैले चाहिँ अब कसरी भरिरहेको छु भनेदेखि मेरो परिवारको, मेरो बुवा मम्मीको, दिदीको, बहिनीको र मेरो 5 जनाको भर्छु। 5 जनाकोबाट चाहिँ आइपिओ भर्दाखेरि अब एकदमै धेरै पैसा पनि लाग्दैन क्या। 10 किताब भर्ने हो 5,000 रुपैयाँ। एउटा खुलेछ भनेपछि पैसा जम्मा गरेर राख्नुहोस्, 10-12 हजार रुपैयाँ, 5-6 हजार रुपैयाँ त 1000 रुपैयाँ सबैसँग हुन्छ होइन। परिवारको खोल्नुहोस्, मजाले ब्याङ्कमा जानुहोस्, डिम्याट खाता र सेयर खाता चाहिँ बनाउनु लगाउनुहोस् होइन। स्टाफहरूलाई मजाले सजिलो छ नेपालमा गर्नु चाहिँ। हामी यहाँ विदेशमा पनि अब हाम्रो चाहिँ विदेशमा आएकोलाई पनि अब कतिपयलाई थाहा नहुनसक्छ। हामीलाई चाहिँ 10% क्यापिटलको चाहिँ 10% हामीलाई चाहिँ कम्पनीहरूले छुट्याइदिएको हुन्छ। नेपाल सरकारले चाहिँ तोकेर छुट्याइदिएको छ विदेशमा चाहिँ श्रम गर्न गएका कामदारहरूको लागि भनेर 10% चाहिँ छुट्याइदिएको छ। सो त्यसबाट पनि भर्न सकियो। त्यसमा परेन भनेपछि अझै जो पब्लिकको लागि सबैजनाको लागि खुल्छ त्यसमा भर्न सकिन्छ होइन। सजिलो छ क्या अहिले नेपालमा तपाईँहरूले इन्भेस्ट गर्नको लागि चाहिँ। एउटा भनौँ न सिम्पल एउटा तरिका भनेको एउटा स्टक मार्केट हो। अब तपाईँहरूलाई अलि नलेज छ, कम्पनीहरू एनालाइसिस गर्न आउँछ, कम्पनीहरूको फन्डामेन्टल
एनालाइसिस गर्नु आउँछ भनेपछि तपाईँहरूले मजाले इन्भेस्ट गर्न सक्नुहुन्छ लङ टर्म लागि अथवा एउटा स्ट्राटेजी बनाएर इन्भेस्ट गर्न सक्नुहुन्छ। होइन भनेदेखि यत्रो सबै झन्झट चाहिँदैन भनेपछि जस्ट 1000 रुपियाँ जम्मा गर्नुहोस्, आफ्नो परिवारको सबैको खातामा 1000 रुपियाँ राख्नुहोस्, आइपिओ खुल्छ, आइपिओ भर्नुहोस्। लक्किली 5 जनाले भर्नुभयो भने लक्किली पर्न सक्छ 1 जनालाई, होइन, कहिलेकाहीँ 2 जनालाई पर्न पनि सक्छ, त्यो किस्मतको खेल हो। पर्छै भन्ने पनि हुँदैन। म नेपालमा त 20वटा कम्पनीको भर्दा पनि एउटा परेको थिएन कि, म विदेश आइसकेपछि अहिले धेरै पऱ्यो, लगभग मसँग लाखौँको परेको छ मसँग चाहिँ, होइन। सो अब एउटा राम्रो हो, एउटा स्टुडेन्ट हुनुहुन्छ तपाईँ, पढिराख्नु भएको छ भनेपछि त अझै राम्रो। तपाईँले 1000 रुपियाँ हालेर 27000 रुपियाँ भयो भनेपछि तपाईँलाई पढ्नको लागि कति धेरै हेल्प हुन्छ, होइन। यदि फ्यामिलीमा सपोर्टिभ तपाईँ हुनुहुन्छ भने, सपोर्ट गर्ने एकजना मात्रै हुन्छ भनेपछि तपाईँको फ्यामिलीलाई धेरै प्रभाव पार्छ क्या त्यो कुराले चाहिँ। तपाईँले एकजनालाई पऱ्यो भने पनि त्यस्तो हुन्छ। नर्मल्ली पनि लगभग 9-10 हजार रुपियाँ पुग्छ। 1000 रुपियाँको आइपिओ भन्नुभयो भने लगभग नेपालमा चाहिँ कम्पनी चाहे जस्तो सुकै होस्, होइन, आइपिओ आयो भनेदेखि यदि पर्नु पऱ्यो भनेपछि चाहिँ त्यो कम्पनीको लगभग भ्यालु चाहिँ 1000 को 10,000सम्म नर्मल्ली पुग्छ, नर्मल्ली अहिले सिनेरियो हेर्दाखेरि मार्केटको, होइन। सो त्यस्तो घाटा चाहिँ छैन। 1000 रुपियाँ तपाईँको डुब्छ भन्ने पनि छैन, रिस्क चाहिँ हुन्छ भन्ने हुन्छ, तर 1000 रुपियाँ गए पनि 1000 रुपियाँ जान्छ भन्ने चाहिँ हुँदैन, किनभने आइपिओको पैसा लगभग नेपालमा अहिलेसम्म त्यस्तो चाहिँ रेकर्डहरू छैन है त। र अब चाहिँ नेपालमा चाहिँ अब अहिले आइपिओ भर्ने चाहिँ लगभग 20 लाख जनाले भर्नुहुन्छ, विदेशबाट 60,000 जना जतिले भर्नुहुन्छ भनेपछि कम्पिटिसन धेरै छ। सो कम्पनीहरूले अब थोरै क्यापिटलको लागि चाहिँ निकालेको हुन्छ आइपिओ, त्यस्तो कम्पनीहरू एकदम लक्किली पर्छ, थोरैलाई पर्छ। बेस्ट चाहिँ के हुन्छ भनेदेखि तपाईँ आफ्नो परिवारको नै खोल्नुहोस् क्या, बुवा आमालाई एकछिन ब्याङ्कमा लगेर सबैजना जानुहोस्, फ्यामिली डकुमेन्टहरू लगेर त्यहाँ जे भन्छ सबै फर्मालिटीहरू पुरा गरेर मजाले भर्न सक्नुहुन्छ। र त्यो गऱ्यो भने चाहिँ तपाईँलाई पढ्ने चान्स धेरै हुन्छ। मेरो चाहिँ अहिलेसम्म परेको आइपिओहरूमा कुनै पनि एउटा भन्नाले त्यो ओपन भएको आइपिओहरूमा चाहिँ कुनै पनि एउटा पनि खेर गएको छैन क्या, सबै एउटालाई नै एउटालाई पर्छ आइपिओहरू चाहिँ। त्यही भएर तपाईँले चाहिँ एउटा आइपिओ भरिसकेपछि अब पर्यो भनेपछि चाहिँ बेच्नको लागि ब्रोकर अकाउन्ट बनाउनु पर्ने हुन्छ। त्यो अब युट्युबहरूमा सर्च गरेर कसरी बेच्ने, ब्रोकर अकाउन्ट कसरी बनाउने, कसरी आइपिओ परेको आइपिओ बेच्ने भनेर सर्च गर्नु भने थुप्रै मान्छेहरूले हालेको छ, त्यहाँबाट हेर्न सक्नुहुन्छ है त। सो मैले चाहिँ अब तपाईँहरूलाई एउटा सानो एक्सपिरियन्स सेयर गरेँ ताकि तपाईँहरूलाई पनि एउटा फाइनेन्सियल सपोर्ट होस् भन्ने कुराले, होइन, तपाईँहरूको राम्रोको लागि चाहिँ मैले आफ्नो एक्सपिरियन्स सेयर गरेँ हो। सो अझै कम्पनीहरूको आइपिओहरू आउँदैछ, ढिला नगर्नु होला, सबैजनाले भर्नुहोस्, आफ्नो परिवारको बनाउनुहोस्। आइपिओ पऱ्यो भने त पऱ्यो, परेन भने पनि तपाईँको 1000 रुपियाँ चाहिँ कहीँ जाँदैन है त। सो भिडियो चाहिँ अन्तिमसम्म हेर्नुभयो, तपाईँलाई चाहिँ मेरो एउटा सानो सल्लाह भनौँ, एउटा एक्सपिरियन्स चाहिँ कस्तो लाग्यो कमेन्ट गर्न नबिर्सिनु होला। एउटा सानो सहयोगी भावनाले चाहिँ तपाईँहरूलाई मैले एउटा आफ्नो एक्सपिरियन्स सेयर गरेँ हो। सो लाइक गर्न नबिर्सिनु होला, च्यानललाई सब्सक्राइब गर्न नबिर्सिनु होला है त। थ्याङ्क यू सो मच।